है साथीहरु है म चाहिँ यहाँनिर लोकल कुखुराको सुप बनाउनु अरे हो अनि त्यही भनेर चाहिँ मैले यहाँ प्याज ल्याएको छु है मसलाहरु ल्याएको छु यो चाहिँ 5 फोरन है यो चाहिँ पर्काउनु चाहिँ राम्रो हुन्छ यसको लागि ल्याएको छु हो सुप बनाउनु रे आज चाहिँ मैले जोगाएर अप्ठ्यारो चुला हटाएर राम्रो हुन्थ्यो नि चुला हटाउँदैछ नि त गरम चाहिँ मान्नु पर्छ है यहाँनिर यस्तो डेन्जर गरम छ अब यो चुलामा पकाउनु पर्दा झन् कति साह्रो पर्छ यही तेल हालौँ होला है ए काँचो तेल अरे कालो कुन चाहिँ हो कालो तेल ल्याउनु पर्छ ए 6000 5000 भन्छ दिदी हेर्नुहोस् है साथीहरु है म लोकल कुखुराको सुप बनाउन गइरहेको छु हैन अनि त्यही भनेर चाहिँ यहाँ मैले कराई राखेको छु है ठुलो खालके किनभने आज टिकाको दिन धेरै गेस्टहरु आउँदैछ हैन त्यही भनेर चाहिँ म सुप मैले बनाउनु अरे भनेर चाहिँ म सुप बनाउन रेडी भइरहेको छु तिमी हाल्दिने ल बेसी नहालौँ होला भयो 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 खोप्दिन्छ होइन गरम चाहिँ यहाँ भन्नै पर्दैन है यति बेसी गरम हो अन्त के गर्नु तर यहाँ चुलामा बनाएर खाएको चाहिँ दामी हुन्छ पुरा मनपर्छ मलाई चाहिँ विनोद त्यो पकाउने मसला पनि पकाइदिनु त यहाँनिर चाहिँ हो मसला डढिसक्यो होइन त्यसको बादमा म यहाँ प्याज हाल्दैछु है दामी गोबाल गोबाल आगोमा अर्ग्यानिक तरिकाले बनाउँदैछ हामीले आगोमा बनाएर दामी हुन्छ नि त हामीलाई चाहिँ अब सर्वबजारमा बसेर होला कि तर यो बस्तीको पहिलाको रीतिरिवाज साह्रो मनपर्छ यो आगोमा आगो बालेर खानापिना बनाउनु आगोमा मासुहरू सुप बनाउनु दामी हुन्छ है आगोमा खेल्नु आगोमा काम गर्नु मलाई बेस्ट लाग्छ हामीलाई मलाई पनि पुरा मनपर्छ यो चाहिँ अब हाम्रो मानिसको चाहिँ अब पहिला जीवन कालमा चाहिँ यो दिन सुरु भएको नि त होइन खाना पकाएर खानु रेडी भयो है हाम्रो चाहिँ यहाँ प्याज डढेर त्यसको बादमा हामी हाल्दैछु चिकन माथिबाट खनाइदिनु न डल्लै अब त्यो झरी जान्छ एउटा एउटा गर्दा यहाँ छ एउटा अल्छे अल्छे टाइपको मान्छे यहाँ चाहिँ ल भन्न मलाई ल भयो ल बेसी हाल्नु हुँदैन भयो भयो त्यो चाहिँ हामीले अदुवा लसुनको है पेस्ट एड गरेको छु होइन टमाटर पनि ल्याइदिनु हामीले चाहिँ यहाँनिर अब चिकन अहिले चाहिँ छोपिराखेको छु हालैमा होइन यो चाहिँ अलिक पाक्नुपर्ने हुन्छ अब सुपतिर लाग्यौँ हो सुपको लागि जल वाउ दामी भयो हेर्नुहोस् नि कलर पनि मजाको आयो हो यस्तो हो नि त अब मजाले सुप पिउनुको लागि चाहिँ थ्याङ्क यू है एभ्रिवान मेरो भिडियो हेरिदिनु भएकोमा है तपाईँहरूलाई थ्याङ्क यू सो मच ह्याप्पी दसैँ ह्याप्पी दशहरा है वन्स अगेन थ्याङ्क यू सो मच